हामी चाहिँ अब पिण्डेश्वरको लागि कोठाबाट निस्किसकेका छौँ। हजुरलाई पिण्डेश्वर जानलाई कतिको उत्सुक भएको छ दोस्त भन्नुभयो? उत्सुक भयो पहिलोपटक हो कि मलाई पुरै खुसी लागिरहेको क्या पहिलोपटक हो। अनि सँगै हिँड्न थालिसकेका छौँ होइन। यहाँ हाम्रो दामोदर जी पनि यो दामोदर दिपेश रिजाल भन्ने चाहिँ उता पश्चिमको हो, पश्चिम यता पूर्व अब आज घुम्न आँटेको छ। उसलाई चाहिँ धेरै उत्सुक लागेको छ, अगाडि पनि भनिसकेको छ उसले। अब हामी कौशिकीतर्फ जाँदैछौँ। टक्कै दाहिने बाटो चाहिँ हाम्रो कौशिकीतिर जाने बाटो। यहाँनिर पुरै मेला जस्तो लागिरहेछ। ल त गाइज हामी कौशिकी जाने बाटो पुरै मेला लागेको छ होइन। ल होइन भक्तजनहरू, ल गाइजहरू, हाम्रो यहाँ दैलेखको भाइ चाहिँ पुरै उयो भइराख्नु भएको छ। दैलेखको दादा हामी चाहिँ ओह्रालो लागिसकेको छौँ कौशिकीतर्फ जानलाई। यहाँबाट जल लिएर मैले अघि पनि अवगत गराइसकेँ हजुरहरूलाई। हामीले चाहिँ होइन जर्किनमा पानी भरेर कौशिकी माताको जल भरेर यहाँबाट चाहिँ प्रस्थान गरेर हामी चाहिँ अब यहाँनिर जल बोकेर हामी चाहिँ पिण्डेश्वरतिर लागिसकेका छौँ। पिण्डेश्वरतिर लागिसकेका छौँ हामी चाहिँ। हामी चाहिँ जल चढाउन हिँडेको होइन। सबैलाई राधेश्याम बोल बम ल हामी झन्डा चोक आइपुगेका छौँ यहाँनिर। ल अलिअलि जङ्गल छ, हात्ती आउने डर छ। त्यही हात्ती आयो भने आगो बाल्नुपर्छ केटा होइन, आगो होइन लात हान्ने हो। सबैजना सुड समातेर पछार्ने हात्तीलाई पुरै पछार्ने हो। ल बोतल चाहिँ हान्छ हाम्रो, बोतल त यहीँ छ नि साथैमा। हामी झन्डा चोकबाट अगाडि लागिसक्यौँ, यता बगुवा भन्ने ठाउँतिर लागिसक्यौँ। अब धरानको हामी करिबमा छौँ। करिब त के भन्नु, अझै 6 टन नै छ। धरान बोकेर चट्टपालामा देखाउँदै जानेछौँ। बनाउनुपर्छ। साथीहरू पछाडि हुनुहुन्छ, आउँदै हुनुहुन्छ, अगाडि पनि हुनुहुन्छ, 2-3 जना हुनुहुन्छ। उहाँहरू चाहिँ अलिकति हट्टाकट्टा होइन हौ, अलिकति लामै हो। उहाँ यसो दैलेखको भएर अलिकति बिर्सिनुहुन्छ। ए ल हामी चाहिँ यहाँनिर होइन यहाँनिर होइन पुरै चाइनिज जस्तो पानीमा छिरिसक्यौँ हामी होइन। अब यहाँ चाइनिज रोड कस्तो छ पुरै हामी देखाउँछौँ। यहाँ पुरै चाइनिज रोड छ, पर्खिनु हामी तपाईँहरूलाई पछाडिको क्यामेरा पलाएर देखाउँछौँ। हाम्रो चाहिँ यहाँनिर पुरै हेर्नु चाइनिज, ट्याक्कै चाइनिज रोड छ होइन। हामी यहाँ राम्रो रोड छ होइन। यहाँनिर चाहिँ हाम्रो खुट्टा चाहिँ ट्याक्कै चाइनिज पानीमा चोबिसकेको छ। हामी चाहिँ बगुवा भन्ने ठुलो नदी पार गरेर अब बगुवातर्फ प्रवेश गर्न आँटेका छौँ। हामी बगुवा प्रवेश गर्न आँटेका छौँ। नदी चाहिँ धेरै ठुलो थिएन, बगुवा नदी सानै थियो, त्यस्तो कठिन भएन। तर जङ्गलमा अलिअलि डर चाहिँ लागिरहेको थियो, त्यस्तो केही भएन। जङ्गल पनि पार गरियो। बगुवा गाउँमा बाटो धेरै टाढा छैन, अलिअलि गलिँदैछ, धेरै भइसक्यो। हामी चाहिँ बगुवा गाउँ प्रवेश गरिसकेका छौँ होइन। विकेशहरू पनि छिरिसक्नु भएको छ बगुवा गाउँमा। पश्चिमको मान्छे यहाँ बगुवामा आइपुग्नु भनेको ठुलो कुरा हो। पछाडिबाट पनि आउँदै हुन्छ साथीहरू। बगुवा छिरिसकेको छ। अब चाहिँ आनन्दले बढ्नेछौँ। अब धेरै छैन, 15 किलोमिटर जति होला, आनन्दले पुगिन्छौँ हामी। ल बाटो चाहिँ अलिकति कठिन छ। हामी चाहिँ यहाँनिर बगुवाको शिव मन्दिर आइपुगेको छौँ। बगुवा कट्नै आँटेको छौँ हामी, कट्नै ट्याक्कै यो बोर्डरको शिव मन्दिर हो। शिव मन्दिर प्रदर्शन गर्नु होला, हेर्नु होला। हामी शिव मन्दिर आइपुगिसकेको छौँ। बगुवाको रास्ता चाहिँ धेरै लामो भएकाले बगुवाको रास्ता चाहिँ धेरै लामो भएकाले हामीले चाहिँ ट्याक्कै बोर्डरमा आएर भिडियो बनायौँ। हेलो गाइज, हामी चाहिँ ठाउँमा आइपुग्यो। कुन ठाउँ याद चाहिँ छैन होइन, कुन ठाउँ थाहा चाहिँ छैन होइन। ठाउँ चाहिँ ठाउँ हो। बगुवा कटेर अर्को गाउँ आइपुग्यो। यो गाउँ काटेपछि सर्दुखोला भन्ने एउटा नदी आउँछ, त्यो काटेपछि धरान उपमहानगरपालिका होइन त
त्यही हाम्रो हरको साम्पान अर्का दाजु अर्का दाजुको गाउँतिर आइपुग्छौँ हामी बारेमा अरू 3टा साथी चाहिँ गइसक्यो अगाडि गइसके तिनीहरू हाम्रो पछाडि दोस्तहरू आउँदै हुन्छ है पछाडि टक्क बत्ती छेत्री बालेर लामो दर्जी धमला हमला गर्ने साथी चाहिँ मसँगै बसिरहेको छ ऊ चाहिँ मेरो कट्टर हो होइन ओम नमः शिवाय भन्नु त हेलो गाइज हामी चाहिँ सर्दु खोला आइपुगिसकेको छौँ सर्दु खोला उल्टो देखिन्छ सर्दु खोला आइपुग्यो धेरै हिँड्नु सक्यो अब 5 किलोमिटर होला पुल पनि देखा गाइजहरूलाई पुल अँध्यारो छ पछाडि साथीहरू आउँदै हुन्छ दामोदर साथी चाहिँ पुरै गलिसक्नु भएको थियो एकचोटि सुतेर उठ्नु भएको उहाँ चाहिँ हामी चाहिँ हिँडै गऱ्यौँ होइन रेलवे लाइन आइपुगिसक्यौँ रेलवे लाइन मजा भइरह यहाँ खुट्टा पनि गलिरह सर्दु खोलाबाट रेलवे लाइन आउनलाई चाहिँ बहुत धेरै किलोमिटर हिँड्नुपर्छ हामी कुद्दै हिँड्दै लागिसक्यो त्यही पनि हामी जोसमा छौँ जेएनजी प्योर जेएनजी हो नि त हामी अब प्योर जेएनजी भएकाले हामी चाहिँ भानुचोक आइपुग्यौँ हेर्नु त घन्टाघर आइपुग्यौँ हाम्रो यत्रो सफलताको साथमा हामी भानुचोकसम्म आइपुगेका छौँ हेलो गाइज हामी चाहिँ अब धरानको यो भानुचोकमा आइसकेको छौँ चट्टा बाह्र घन्टाघर त्यो माथि छ एकदम थकितमा छ गलेर पुरै क्लिट भइरहेको खुट्टा गलेको छ अब यहाँबाट पिण्डेश्वरमा 1 किलोमिटर छ अब 1 किलोमिटरमा हामी ट्याक्कै पिण्डेश्वरमा यो जल कौशिकको चतराबाट ल्याएको जल चढाउने छौँ हामी चाहिँ ठ्याक्क पिण्डेश्वरको गेटमा आइपुग्यौँ नमो नमः हेलो गाइज हामी चाहिँ पिण्डेश्वरमा आइपुगेका छौँ अब पिण्डेश्वरको भित्रको दृश्य हामीलाई हजुरहरूलाई प्रदर्शन गर्नेछौँ हामी एकदम थकित भइसक्यो जसले यो अवस्थासम्म यो भ्लगलाई हेरिराख्नु भएको छ उहाँलाई चाहिँ स्पेसली कृपा गर्नुहोस् चिताको कुरा पुऱ्याइदिनुहोस् भन्ने आशा गर्दछु म सम्पूर्णले अब मन्दिरभित्रको दृश्य अवलोकन गर्नुहुनेछ भन्ने पक्कै आशा गरेका छौँ हाम्रो दामोदर पनि हुनुहुन्छ हामी चाहिँ अब भित्र छिर्न आँटेको छौँ भक्तजनहरूको घुइँचो लागेको छ यहाँनिर हाम्रो साथीहरू यहाँनिर समीर छिटो आन समेसान निर्वाण रूपम विभुम व्यापकं ब्रह्म वेद स्वरूपम निजम निर्गुण निर्विकल्पम निजी हामी चाहिँ भित्र दर्शन गरेर आइसकेको छौँ भित्र चाहिँ छिर्दाखेरि मोबाइल लान अलिकति मनाइदियो सबैजना हामी दर्शन गरेर निस्किसकेको मोबाइल लान मिल्दैन थियो त्यही भएर भित्रको भिडियो चाहिँ अलिकति छैन हजुरहरू आउनु होला हामी चाहिँ यहाँबाट दर्शन गरेर फर्किसकेका छौँ अब हाम्रो भ्लग चाहिँ समाप्त हुन्छ सबैजनाले अन्तिम एकदम धन्यवाद।